देखिनु नपाए जस्तै लाग्छ मलाई। आमा 85 वर्ष हुनुभयो, म काठ्नु बस्छु, केही भन्नु मन लाग्छ फोनमा कुरा गर्दा भइहाल्छ, मलाई भिडियो कलमा कुरा भइहाल्छ, कोही कुरा गरौँला, छोटो छोटो धेरै लामो बोलिराख्नु पर्दैन, छोटो छोटो 2-3 मिनट 4 मिनट बोल्दा भइहाल्छ, 1-1 घन्टा बोल्नु पर्दैन फोनमा। आमाको पनि कान दुख्छ, के हुन्छ, कहिले कहिले कान सुनिँदैन, टाढा भएको मान्छे अहिले यहाँ आएको छु, केही भन्नु मन लाग्छ भन्नु त मलाई एकचोटि केही। यस्तै हो अब आज जानेरी अब धेरै ठुलो परिवार छ, उता एकछिन भन्दा भन्दै अब ठुलो कहाँ छ र, भूमिका र एउटा छोरी हो, 2-3 जना छौँ। यहाँ हाम्रो पो त ए आमाको परिवार पो ठुलो छ नि, हाम्रो परिवार त सानो छ नि। अनि यहाँ एकछिन जाँदै पनि नाच्छ 6-7 दिनमा के हुनु हौ। अनि यसपालि त ढुक्कै आमासँग बसेको छु त म। ईश्वरले मङ्गल गरून् सदा दिन, लक्ष्मीले बास गरून् सबैका घरमा, मन्दिरमा पनि बसुन् लक्ष्मी, जहाँ जाँदा अन्न धुमो समुद्र दर्बै होस् भन्छ, त्यस्तै हो। रोग नलाग्छ मुख्य कुरो, ठुलो कुरो। मलाई पनि कहिलेकाहीँ फोन गरेर दिन कहिले काहीँ भन्नु सधैँ गरेर छु नि म फोन आमालाई। एकपल्ट गर्दा पो के जान्छ र त्यही त, दिनभरि बोल्दा नि केही जाँदैन जान त। अब गर्मी चढ्छ, दिन प्रतिदिन नआत्तिनु र केही हुँदैन। अब यो जिन्दगी अब ओइलाउने बेला फुलेको फुल ओइलाए गोजीमा, हजुरले भने टिपेर ल्याएको फुल ओइलाए गोजीमा भन्ने गीत पनि गाउँथे अघि। अब मेरो बोली पनि आउँदैन। छोराछोरीलाई के आशीर्वाद दिनुहुन्छ कि? आशीर्वाद त त्यही त हो, आशीर्वाद ईश्वरले मङ्गल गर्नु सबै मलाई। अनि तपाईँ भन्नुहुन्छ त बुवाले बाबाले जाने बेला मलाई केही नभए किन जानुभयो भनेर गुनासो गर्नुहुन्छ, अहिले तपाईँलाई भन्नु मन लागेको लागि के भन्नु लाग्छ? रोग नलाग ठुलो कुरो, चिताका कुराहरू भोगौँ, लक्ष्मी घरमा बसौँ, सबैका मुख बुवाले त पहिले तपाईँलाई पहिल्यैदेखि भनिराख्नु भएको थियो होला त त्यति त। अनि जाने बेला केही नभए बाबा खुसुकै मलाई ढाँटेर गयो भन्नुहुन्छ त। बसौँ, मुखमा लक्ष्मी बसौँ, मुखमा सरस्वती के पो हातमा लक्ष्मी मुखमा सरस्वती बस्नु, सबैसँग कसैको हित राम्रो, सबैलाई मान्ने छँदैछ सबै। कान्छो आयो भनेपछि सबै खुसी हुन्छ। अब हिजो बेलुका पार्वती स्टेजमा आएको थियो, अब उताबाट कहिले आउँछ यसो गरेर पनि यहीँ जान्छ। के त बोल्नु